Hello everyone, welcome back to my channel. तपाईहरुको लागि फेरि पनि नयाँ भिडियो लिएर आएको छु हैन। सो त्यो भिडियो चाहिँ के हो भने तपाईहरुले टाइटल हेरेर पनि थाहा भइसक्यो होला। सो त्यो भिडियो चाहिँ छ पार्सल अनबक्सिङ हैन। यो चाहिँ मैले अस्ति फ्लिपकार्टमा मगाएको थिएँ एउटा सनग्लास हो। अन्त चाहिँ के भन्छ ढिलो आयो हैन। सो आज चाहिँ म अनबक्सिङ गर्दैछु। मेरो सिजर हेर्नुस् है, दामी छ हो। कस्तो हेरौँ ल, मैले पनि हेरेको छुइनँ कि। सो यस्तो आएछ पार्सल चाहिँ हैन। अब यहाँ भित्र खोलौँ है। के थुप्रो कुरा आएछ। मेन चाहिँ सनग्लास मैले चाहिँ के खोइ कुनै के हो नाम पनि याद छैन। सन्दीपर कि स्यान्डीपर स्यान्ड पाइपर के हो यो। मैले फ्लिपकार्टमा त्यसै जस्ट देखेर चाहिँ मगाएको नि त। के कस्तो आएको छ हेरौँ। कभर चाहिँ दामी रहेछ हौ। अरू चिज पनि थुप्रो कुरा आएको छ। तपाईहरुले अब युजली अरूहरु मगाउँदाखेरि जस्तो आउँछ कि आउँदैन। वाउ ल चाहिँ कति राम्रो देखियो, दामी आएछ हो। तपाईहरु मन पर्यो भने उयो गर्नुस् ल, अर्डर गर्नुस् ल। म तपाईलाई त्यहाँ लिंकमा हालिदिन्छु हैन। यो भयो सनग्लासको यो आएछ। यहाँ लेन्स वाइप यो यसै नै हेर्नु के छ। यो चाहिँ यस्तो वाइप गर्ने पनि रहेछ हैन। भक्कु छ। एउटा दुईटा तीनटा चार पाँचवटा 5x2 गर्दा 10वटा आएको रहेछ यस्तो बस्ने हैन। अन्त यहाँ चाहिँ लिपस्टिक जस्तो पठाइदिएको रहेछ। यो चाहिँ यस्तो सफा गर्ने यस्तो रहेछ। यस्तो किनकि स्प्रे भनौँ न। अन्त यहाँनिर चाहिँ यस्तोमा हुन्छ नि, यस्तोमा लाउने। तर यहाँ त छैन त। यहाँ अरूमा लाउँदा पनि हुन्छ होला हौ है। यहाँ तान्दा कहाँ छ त। छैन, दुलो छैन नि भाउजू। यस्तोमा यस्तो गर्नु हुन्छ नि, त्यस्तो रहेछ हैन। के पठाइदिएको रहेछ हौ। अन्त यहाँ यो किचन चाहिँ हैन, यो यस्तो हुन्छ नि यस्तो यहाँ। तर यहाँ त काम लाग्ने एउटा छैन त भाउजू। यस्तो चाहिँ यहाँ पो घुमाउँदो रहेछ। यस्तो यो घुमाउनेहरू पनि रहेछ कि। तर यहाँ चाहिँ त्यस्तो यसमा चाहिँ छैन घुमाउने हैन। तर घुमाउने पनि रहेछ। यस्तो अरू ग्लासहरूको हुन्छ नि, पर्वतलाई चाहिरहेको त्यस्तो घुमाउने, यस्तो घुमाउनेहरू पनि रहेछ हैन। सो मलाई चाहिँ अब अनेस्ट रिभ्यू हैन, एकदमै मन पर्यो हो यसको। यो पनि मैले जस्तो खालको चस्मा जस्तीदेखि खोजिरहेको थिएँ नि त, बल्ल बल्ल पायो। सोल्टी रिसाउ त बेला नगर बस्दै। तपाईहरुलाई मन परेन अर्डर गर्छ। उसको त्यहाँ लाछा बोकेर घुमेको बेउरा त छैन। अन्त यहाँ हेर्नुस् न, कभर क्या दामी आएको छ। फोटो खिच्नु भनेको अल्देर हो नि त भित्र के। सो नाइस। यो चाहिँ अन्त मैले तपाईहरुले सोच्नुहुन्छ कतिमा मगायो भनेर। छाउत गर्ने यो चाहिँ ओन्ली 2499 मा मगाएको हैन। डिस्काउन्ट प्राइस त्यसको रियल प्राइस कुन कति म तपाईलाई त्यहाँनिर स्क्रिनशट गरेर हालिदिनुस् ल। साइन्ड पेपरबाट, साइन्ड पेपरमा त झन्डै सन्दीप हेर पो भन्ने पठाइछु कि। साइन्ड पेपरबाट सो नाइस। तपाईहरु मन पऱ्यो भने प्लिज अर्डर गर्नुहोस् है। त्यहाँ मैले प्रमोसन भिडियो चाहिँ बनाएको होइन कि, तर पनि अब मलाई राम्रो लाग्यो नि त। त्यही भएर चाहिँ तपाईहरुलाई पनि मगाउनुहोस् भनेको। अब अहिले समर सिजन छ हैन। म घाममा लगाएर पनि भिडियो बनाउँछु ल। सोल्टी भिडियो खिचिदिनुहोस् ल, मेरो भिडियो गरिदिनुहोस् ल। म एकदम सनग्लास लगाएर सनमा हिँड्ने। सो बाहिर भेटौँ ल।